कारणले गर्दा हाम्रो बाटो हाम्रो साइडको बाटो चाहिँ खराब छ भने हामी राम्रो बाटो खोजिरहेको हुन्छौँ, अर्का साइड हाल्ने बानी हुन्छ कि। त्यही भएर त्यस्ता बेला दुर्घटनामा परिने। त्यही भएर हामीले चाहिँ आफ्नो लेन चाहिँ नछोड्ने, लेन अनुशासनको पालना गर्ने। सबैलाई नमस्कार छ। यो बढ्दो सवारी दुर्घटना मैले खासमा कुरा तपाईँहरूलाई 1 मिनट मात्र लिएँ। बढ्दो सवारी दुर्घटनामा बढी जसो ज्यान जाने भने 2 पाङ्ग्रे सवारी साधन, मोटरसाइकलहरू, स्कुटीहरू म्याक्सिमम दुर्घटनामा परिरहेछ। त्यो भने ओभर स्पिडको कारणले गर्दा हो कि लेन अनुशासन पालना नगर्नाले ओभर स्पिड के कारणले गर्दा त हो नि भइरहेको, कि बाटोको कारणले गर्दा हाम्रो बाटो हाम्रो साइडको बाटो चाहिँ खराब छ भने हामी राम्रो बाटो खोजिरहेको हुन्छौँ, अर्का साइड हाल्ने बानी हुन्छ कि। त्यही भएर त्यस्ता बेला दुर्घटनामा परिने। त्यही भएर हामीले चाहिँ आफ्नो लेन चाहिँ नछोड्ने, लेन अनुशासनको पालना गर्ने। अनि हेलमेट सकभर लामो दूरी या कतै हिँड्नु छ टाढा भने चाहिँ पछाडि बस्नेलाई पनि हेलमेट लगाइदिँदा अझै झन् राम्रो सुरक्षित भइन्छ। तपाईँले हेलमेटको प्रयोग गरौँ, आफ्नै लागि हो, प्रहरीको लागि होइन कि तपाईँहरूको लागि हो। स्पिडलाई कन्ट्रोल गरौँ। फोन आयो कतै टक्कै एक हातमा यसरी चेपेर फोनमा गफ गर्दै अटो चलाउने बानी हुन्छ पछि साथी। त्यो नगर्नु। त्यो फोनको कारणले पनि दुर्घटना हुन्छ। मोडहरूमा, चोकहरूमा होइन, जक्सनहरू हुन्छ नि, 4वटा बाटो भएको त्यस्ता ठाउँमा बढी जसो दुर्घटना हुन्छ। त्यो बेला चाहिँ